दर्शकवृन्द नमस्कार। यहाँहरूलाई हाम्रो युट्युब च्यानल नलेज पार्टमा हार्दिक स्वागत गर्दछु। म हुँ प्रेमबहादुर बुढाचेत्री। दर्शकवृन्द सदाझै आज पनि हामी एउटा नवीन विषयवस्तुका साथ यहाँहरूमा उपस्थित भएका छौँ। आजको विषयमा हामी सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 को बारेमा चर्चा गर्नेछौँ। भिडियो निकै महत्त्वपूर्ण र जानकारीमूलक भएकोले अन्तिमसम्म हेरी प्रतिक्रिया दिन नभुल्नुहोला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका ज्ञानवर्धक भिडियो हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा प्रेस गर्न नछुटाउनुहोला। आउनुहोस् दर्शकवृन्द, अब लागौँ आजको विषयवस्तुतिर। सबैभन्दा पहिला सार्वजनिक संस्थानको विश्व अर्थतन्त्रमा योगदानको बारेमा चर्चा गरौँ। सार्वजनिक संस्थानले विश्व अर्थतन्त्रका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। खास गरी आर्थिक वृद्धि, राष्ट्रिय सुरक्षा, स्रोत व्यवस्थापन र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा यिनीहरूको उल्लेखनीय भूमिका रहिआएको पाइन्छ। सन् 2023 को अन्त्यसम्ममा विश्वको कुल गार्हस्थ्य उत्पादन 106.61 ट्रिलियन अमेरिकी डलर थियो भने सार्वजनिक संस्थानको कुल सम्पत्ति 53.30 ट्रिलियन अमेरिकी डलर रह्यो, जुन विश्वको कुल जीडीपीको आधाभन्दा बढी हो। सोही वर्ष विश्वभरका सार्वजनिक संस्थानको कुल आय 12 ट्रिलियन अमेरिकी डलर रहेको थियो। आयका आधारमा हेर्दा विश्वका 500 ठूला कम्पनीहरूमध्ये 126 वटा सार्वजनिक संस्थान रहेका थिए। अब लागौँ नेपालमा सार्वजनिक संस्थानको विकासक्रमतर्फ। नेपालमा सार्वजनिक संस्थान स्थापनाको पहिलो चरण नै विक्रम सम्वत 1993 देखि 2013 लाई पहिलो चरणको रूपमा लिने गरिन्छ। यस अन्तर्गत पहिलो सार्वजनिक संस्थानको रूपमा विक्रम सम्वत 1993 मा विराटनगर जुट मिलको स्थापना भएको थियो। योजनाबद्ध रूपमा प्रथम पञ्चवर्षीय योजनाको अवधिमा सार्वजनिक संस्थान स्थापनाले गति लिएको देखिन्छ। प्रथम योजना अवधिमा सार्वजनिक संस्थानको संख्या नेपालमा 8 रहेको थियो। चौथो पञ्चवर्षीय योजना अवधिमा संस्थान स्थापना द्रुत गतिमा अगाडि बढेको पाइन्छ। विक्रम सम्वत 2047 सालको राजनीतिक परिवर्तन पश्चात 8औं योजना अवधिमा सरकारी स्वामित्वका संस्थान निजीकरण गर्ने कार्यले तीव्रता पायो। 10औं योजनाको अन्त्यसम्म करिब 1.5 दर्जन संस्थान निजीकरण तथा 1 दर्जन संस्थान खारेजी गरियो। पछिल्लो समयमा आवश्यकता अनुसार के नयाँ सार्वजनिक संस्थान स्थापना गरिएको छ भने एउटै उद्देश्य भएका केही संस्थान गाभ्ने कार्य समेत भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड सबैभन्दा पछिल्लो सार्वजनिक संस्थानको रूपमा रहेको छ। शेयर पुँजीमा 50% भन्दा बढी सरकारको नियन्त्रणात्मक स्वामित्व भएका निकायलाई मात्र सार्वजनिक संस्थान मान्ने प्रचलन अनुसार हाल औद्योगिक क्षेत्रमा 10 वटा, व्यापारिक क्षेत्रमा 4 वटा, सेवा क्षेत्रमा 11 वटा, सामाजिक क्षेत्रमा 5 वटा, जनोपयोगी क्षेत्रमा 5 वटा र वित्तीय क्षेत्रमा 10 वटा गरी कुल 45 वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। आउनुहोस् अब नेपालमा सार्वजनिक संस्थान स्थापनाका उद्देश्यको बारेमा चर्चा गरौँ। सबभन्दा पहिला अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले सार्वजनिक संस्थानको स्थापना गरिएको पाइन्छ। त्यस्तै गरी अर्थतन्त्रमा योगदान पुर्याउने, योजनाबद्ध विकासका प्रयासलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, विकासका पूर्वाधार तयार गर्ने, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्ने, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्ने, निजी क्षेत्रको विकासका लागि उपयुक्त वातावरण तयार गर्ने र समतामूलक राज्यको स्थापना गरी सामाजिक न्यायको प्रवर्धन गर्ने उद्देश्यले नेपालमा सार्वजनिक संस्थानको स्थापना गरिएको पाइन्छ। अब लागौँ सार्वजनिक संस्थान स्थापनाको कानुनी आधारतर्फ। नेपालमा सार्वजनिक संस्थान विभिन्न ऐनद्वारा गठन भएको देखिन्छ। हाल सञ्चालनमा रहेका 45 वटा सार्वजनिक संस्थानमध्ये कम्पनी ऐन बमोजिम 34 वटा, विशेष ऐन बमोजिम 8 वटा, सञ्चार संस्थान ऐन बमोजिम 1 वटा, सहकारी ऐन बमोजिम 1 वटा र संस्थान ऐन बमोजिम 1 वटा संस्थान स्थापना भई सञ्चालनमा रहेका छन्। आउनुहोस् दर्शकवृन्द, अब लागौँ मन्त्रालयगत रूपमा सार्वजनिक संस्थानको बारेमा चर्चातर्फ। सार्वजनिक संस्थानको कार्य प्रकृति र उत्पादित वस्तु तथा सेवासँग मिल्दो नेपाल सरकारको सङ्घीय मन्त्रालयलाई सम्पर्क मन्त्रालयको रूपमा तोकिएको छ। मन्त्रालयगत रूपमा हेर्दा हाल सञ्चालनमा रहेका संस्थानमध्ये सबैभन्दा धेरै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत 14 वटा सार्वजनिक संस्थान रहेका छन्। त्यस्तै गरी अर्थ मन्त्रालय अन्तर्गत 10 वटा,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत 5 वटा, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत 3 वटा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत 3 वटा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत 3 वटा, कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत 2 वटा, वन तथा वातावरण मन्त्रालय अन्तर्गत 2 वटा, शहरी विकास मन्त्रालय अन्तर्गत 1 वटा, खानेपानी मन्त्रालय अन्तर्गत 1 वटा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत 1 वटा सार्वजनिक संस्थान रहेका छन्। अब लागौं सार्वजनिक संस्थानको स्वामित्व संरचनातर्फ। आर्थिक वर्ष 2080-81 सम्म अस्तित्वमा रहेका 45 वटा संस्थानमध्ये 20 वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र 25 वटा अधिकांश स्वामित्वमा रहेका छन्। 32 वटा संस्थानमा नेपाल सरकारको 90% वा सोभन्दा बढी र 36 वटा संस्थानमा 60% वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ। सामाजिक क्षेत्रका 5 वटै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको देखिन्छ। सार्वजनिक संस्थानको क्षेत्रगत सेयर स्वामित्वको कुरा गर्दा औद्योगिक क्षेत्रमा नेपाल सरकारको 95.61%, व्यापारिक क्षेत्रमा 99.35%, सेवा क्षेत्रमा 99.54%, सामाजिक क्षेत्रमा 7%, जनोपयोगी क्षेत्रमा 98.73% र वित्तीय क्षेत्रमा 65.98% स्वामित्व रहेको देखिन्छ। यसरी हेर्दा औद्योगिक क्षेत्र अन्तर्गत दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, हेटौडा सिमेन्ट उद्योग लिमिटेड, जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल ओरिन म्याग्नेसाइट प्रणाली, बुटोल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र धौबादी फलाम कारखाना गरी 10 वटा सार्वजनिक संस्थान रहेका छन्, जसमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड हाल बन्द छ तर भवन र जग्गा भाडा बापत आम्दानी हुने गरेको छ। त्यसैगरी नेपाल ओरिन म्याग्नेसाइट प्रणाली र बुटोल धागो कारखाना बन्द रहेका छन् भने धौबादी फलाम कारखानाले व्यावसायिक कारोबार सुरु गरेको छैन। त्यस्तै जनोपयोगी क्षेत्रका 5 वटा सार्वजनिक संस्थानमा नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, विद्युत उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी रहेका छन्। व्यापारिक क्षेत्र अन्तर्गतका 4 वटा सार्वजनिक संस्थानमा कृषि सामग्री कम्पनी लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड र नेपाल वन लिमिटेड रहेका छन्। त्यस्तै गरी वित्तीय क्षेत्र अन्तर्गत कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड HIDCL, नेपाल बैंक लिमिटेड र CDS एन्ड क्लियरिङ लिमिटेड गरी 10 वटा सार्वजनिक संस्थान रहेका छन्। CDS एन्ड क्लियरिङ लिमिटेड नेपालको सबैभन्दा पछिल्लो सार्वजनिक संस्थानको रूपमा रहेको पाइन्छ। त्यस्तै सामाजिक क्षेत्र अन्तर्गत सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सार्वजनिक सेवा प्रसारण नेपाल र राष्ट्रिय आवास कम्पनी लिमिटेड गरी 5 वटा सार्वजनिक संस्थान रहेका छन्। नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण नेपाल बनाइएको छ। सेवा क्षेत्र अन्तर्गतका विभिन्न 11 वटा सार्वजनिक संस्थान अन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारबान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, नेसनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड हाल खारिजीको प्रक्रियामा छ, नेपाल वायु सेवा निगम, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड खारिजीकै प्रक्रियामा रहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड, उद्देश्य अनुरूपको कार्यभन्दा पनि ब्याजबाट यसले बढी रकम कमाइरहेको छ, साझा यातायात, नेपाल रेलवे कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेड रहेका छन्। यसरी हेर्दा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल 91.97% लगानी रहेको छ भने अन्य क्षेत्रको 8.03% लगानी रहेको पाइन्छ। आउनुहोस् दर्शकवृन्द, अब लागौं नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिकाको बारेमा चर्चा गर्नेतर्फ। सार्वजनिक संस्थानले नेपालको आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, दुर्गम क्षेत्रमा वस्तु तथा सेवा प्रवाह गर्ने जस्ता कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। सार्वजनिक संस्थानको भूमिकालाई संक्षेपमा उल्लेख गर्दा पहिलोमा छ आर्थिक तथा पूर्वाधार विकास। यस अन्तर्गत औद्योगिकीकरण र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्दै गृहस्थ उत्पादन वृद्धिमा योगदान पुर्याएका छन्।
त्यसैगरी आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात प्रवर्धन मार्फत नेपालको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रमा जोड्ने कार्य पनि सार्वजनिक संस्थानले गरेका छन्। त्यस्तै सञ्चार र ऊर्जा जस्ता रणनीतिक क्षेत्रका पूर्वाधार निर्माण र ती क्षेत्रमा राज्य नियन्त्रण कायम राख्ने कार्यमा सहजीकरण पनि सार्वजनिक संस्थानले गर्दै आएको पाइन्छ। त्यस्तै आधारभूत सेवा र बजार नियमनमा पनि सार्वजनिक संस्थानको महत्त्वपूर्ण भूमिका रहेको छ। यस अन्तर्गत आधारभूत र सार्वजनिक प्रकृतिका वस्तु तथा सेवाको उत्पादन र सर्वसुलभ मूल्यमा वितरण गरी जनताको आवश्यकता पूरा गर्ने सार्वजनिक संस्थानको महत्त्वपूर्ण योगदान छ। बजार असफलता नियन्त्रण गर्ने कार्यमा पनि यिनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। त्यस्तै वित्तीय विकास र राजस्व सङ्कलनमा समेत सार्वजनिक संस्थानको भूमिका महत्त्वपूर्ण रहिआएको पाइन्छ। बैंक तथा वित्तीय क्षेत्रको विकास गर्न, स्रोत परिचालन गर्न, पुँजी निर्माण, वित्तीय सेवाको विस्तार र मूल्य स्थिरता कायम गर्न सार्वजनिक संस्थानको महत्त्वपूर्ण योगदान रहेको छ। साथै यी संस्थानको नेपालको राजस्व सङ्कलनमा समेत महत्त्वपूर्ण भूमिका रहिआएको पाइन्छ। त्यस्तै सामाजिक विकास र सङ्कट व्यवस्थापनमा पनि यिनीहरूको महत्त्वपूर्ण भूमिका छ। यस अन्तर्गत परम्परागत कला र संस्कृतिको संरक्षण, सामाजिक मूल्य मान्यताको जगेर्ना र सूचना तथा सञ्चार प्रणालीको विकासमा सार्वजनिक संस्थानको महत्त्वपूर्ण योगदान रहेको छ भने बाढी, पहिरो, भूकम्प, महामारी जस्ता सङ्कटको समयमा आवश्यक वस्तु तथा सेवाको आपूर्ति सुनिश्चित गरी राष्ट्रिय हित संरक्षण गर्ने कार्यमा समेत सार्वजनिक संस्थानको महत्त्वपूर्ण योगदान रहेको छ। अब लागौँ सार्वजनिक संस्थानको समग्र कार्य सम्पादन स्थितितर्फ। आर्थिक वर्ष 2080-81 मा अस्तित्वमा रहेका 45 वटा सार्वजनिक संस्थानमध्ये 28 वटा संस्थानले नाफा आर्जन गरेका छन्। 15 वटा संस्थान घाटामा रहेका छन् भने 2 वटा संस्थानको विवरण प्राप्त भएको छैन। आर्थिक वर्ष 2080-81 मा नाफामा सञ्चालित संस्थानको खुद नाफा गत वर्षको तुलनामा 11.50% घटेको छ भने नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सान गत वर्षको तुलनामा 8.65% वृद्धि भएको देखिन्छ। सार्वजनिक संस्थानको कुल सञ्चालन खर्च गत वर्षको तुलनामा 3.06% घटेकोमा प्रशासकीय खर्च भने 0.55% बढेको छ। अब लागौँ सार्वजनिक संस्थानको सञ्चालन तथा वित्तीय स्थितिका सूचकतर्फ। अस्तित्वमा रहेका सार्वजनिक संस्थानको सङ्ख्या 80-81 मा 45 वटा रहेको छ। वित्तीय विवरण प्राप्त नभएका संस्थानको सङ्ख्या 2 छ भने सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा तयार गर्न प्रयोग भएको सार्वजनिक संस्थानको सङ्ख्या 43 रहेको छ। नाफामा सञ्चालन भएका संस्थान 28 वटा छन् भने नोक्सानमा सञ्चालन भएका संस्थान 15 वटा रहेका छन्। व्यावसायिक कारोबार नगरेका संस्थानको सङ्ख्या 6 वटा छ। सञ्चित नाफा भएका संस्थानको सङ्ख्या 25 पुग्दा सञ्चित नोक्सान भएका संस्थानको सङ्ख्या 18 पुगेको छ। लेखा परीक्षण सम्पन्न गर्ने संस्थानको सङ्ख्या 19 छ भने जगेडा कोष अघिल्लो वर्षको तुलनामा 1.64% वृद्धि भई 5,16,12,87,00,000 पुगेको छ। त्यस्तै गरी सरकारको कुल लगानी 7,03,93,88,00,000 पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 5.86% बढेको छ। कुल सञ्चालन आय 6,60,00,000 पुग्दा कुल सञ्चालन खर्च 6,54,00,000 पुगेको छ। प्रशासनिक खर्चको कुरा गर्दा 44,26,62,00,000 पुगेको छ। समग्र खुद नाफा नोक्सान 42,62,16,00,000 छ भने सञ्चित नाफा 92,72,36,00,000 पुगेको छ। कोषमा व्यवस्था नभएको दायित्व 62,61,00,000 पुग्दा सम्भावित दायित्व 21,26,22,20,00,000 पुगेको छ। बजार पुँजीकरण 4,22,11,47,00,000 पुगेको छ। कर्मचारीको सङ्ख्या 34,951 पुग्दा सञ्चालन अनुदान 1,02,74,00,000 कुम्चिएको छ। अब लागौँ नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको योगदानतर्फ। सार्वजनिक संस्थानले कुल गारस्थ उत्पादन, रोजगारी सिर्जना र राजस्व लगायतका राष्ट्रिय अर्थतन्त्रका विभिन्न पक्षमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। कुल गारस्थ उत्पादनमा सार्वजनिक संस्थानको योगदान। आर्थिक वर्ष 80-81 मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय 6,60,15,46,00,000 रहेको छ। सोही अवधिको कुल गारस्थ उत्पादन 57,09,10,00,000 मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात 11.57% रहेको छ। यो अनुपात गत आबोको तुलनामा 0.72% कमी हो। विगत 5 वर्षको यस्तो अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष 77-78 मा यो अनुपात सबभन्दा कम 9.71% रहेको छ।
कुल गारास्ती उत्पादनमा कुल सञ्चालन आयको अनुपात 11.57%, लगभग विश्वव्यापी तथ्याङ्क 11.30% मिल्दो देखिन्छ। कुल गारस्थ उत्पादनमा क्षेत्रगत सञ्चालन आयको अनुपातको कुरा गरौँ। क्षेत्रगत रूपमा यस्तो अनुपात व्यापारिक क्षेत्रका संस्थानको सबैभन्दा बढी 6.55% र सामाजिक क्षेत्रका संस्थानको सबैभन्दा कम 0.05% रहेको छ। त्यस्तै गरी सञ्चित कोषमा संस्थानको योगदानको बारेमा चर्चा गरौँ। आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानबाट ब्याज, रोयल्टी, लाभांश, आयकर, मूल्यवृद्धि कर, अन्तशुल्क र अन्य शीर्षकमा कुल रकम रु 1,83,43,40,80,00,000 प्राप्त हुनुपर्ने देखिएको छ। अस्तित्वमा रहेका संस्थानमध्ये यस अवधिमा 14 वटा संस्थानबाट कुनै पनि शीर्षकमा रकम प्राप्त भएको छैन। अस्तित्वमा रहेका संस्थानमध्ये यस अवधिमा नेपाल सरकारलाई 8 वटा संस्थानबाट लाभांश, 6 वटा संस्थानबाट ब्याज र 5 वटा संस्थानबाट रोयल्टी बापतको रकम प्राप्त भएको देखिन्छ। क्षेत्रगत रूपमा प्राप्त भएको योगदानको कुरा गर्दा आयकरको हिस्सा 14,63,00,00,000 छ भने मूल्यवृद्धि कर 52,20,00,00,000 रहेको छ। त्यसैगरी अन्तशुल्क 37,41,40,00,000 हुँदा अन्य रोयल्टी, ब्याज, लाभांश समेत 79,18,00,00,000 रहेको छ। यसरी हेर्दा नेपाल सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानको कुल योगदान 1,83,00,00,000 रहेको छ। सञ्चित कोषमा संस्थानको योगदानको कुरा गर्दा सबैभन्दा धेरै मूल्यवृद्धि करको योगदान रहेको छ, जसमा 28.46% छ। त्यसैगरी अन्तशुल्क 20.39% रहेको छ। आयकरको हिस्सा 7.98% छ, लाभांशको हिस्सा 4.82%, रोयल्टी 2.09% र ब्याज 4.71% रहेको छ भने अन्य राजस्व 31.54% रहेको छ। रोजगारीमा योगदान। आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानमा 34,951 जना कर्मचारी कार्यरत रहेको देखिन्छ, जसमध्ये जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी 14,674 जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम 1,280 जना कार्यरत छन्। सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आर्थिक वर्ष 2079-80 को तुलनामा 8.61% ले वृद्धि भएको छ। बजार पुँजीकरण। सञ्चालनमा रहेका संस्थानमध्ये 7 वटा संस्थान मात्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएका छन्, जसमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड HIDCL, नेपाल बैंक लिमिटेड र विशाल बजार कम्पनी लिमिटेड रहेका छन्। यसरी 7 वटा संस्थानको 2081 असार मसान्तसम्मको अवस्था हेर्दा कुल बजार पुँजीकरणमा सार्वजनिक संस्थानको बजार पुँजीकरणको प्रतिशत 11.88% रहेको देखिन्छ। अब लागौं सरकारी लगानी व्यवस्थापन गरिएका संस्थानको अवस्थातर्फ। नेपालमा विक्रम 2049 पश्चात आर्थिक उद्धारीकरणको नीति अवलम्बनसँगै सार्वजनिक संस्थानको उत्पादकत्व र दक्षता वृद्धि गर्ने, सरकारको वित्तीय प्रशासनिक भार कम गर्ने, सार्वजनिक उद्यममा व्यावसायिकता वृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ सार्वजनिक संस्थानमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने कार्यको सुरुवात भएको थियो, अर्थात् निजीकरण गर्ने कार्यको सुरुवात भएको थियो। निजीकरण गरिएका 18 वटा सार्वजनिक संस्थानमध्ये 9 वटा संस्थान नाफामा, 1 वटा घाटामा सञ्चालन भइरहेका छन् भने 8 वटा बन्द रहेका छन्। त्यस्तै निजीकरण ऐन बमोजिम खारेज भएका 12 वटा संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिस्ट्रारको कारणमा दर्ता खारेजी भई कानुनी रूपमा अस्तित्व समाप्त भएको छ। कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा नेपाल सरकार मन्त्रीपरिषदको मिति 2079 भाद्र 31 को निर्णयअनुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन। सरकारी लगानी व्यवस्थापन भई खारेजी भएका संस्थानको विवरण यस प्रकार रहेको छ। कृषि औजार कारखाना लिमिटेडलाई व्यवस्थापन करार अन्तर्गत सञ्चालन गर्न दिएको छ। त्यसैगरी सरकारी लगानी व्यवस्थापन भएका संस्थानको विवरण अन्तर्गत व्यवसाय एवं सम्पत्ति बिक्रीबाट 3 वटा, शेयर बिक्रीबाट 2 वटा, व्यवस्थापन करारबाट 1 वटा र सम्पत्ति बिक्री र भाडाबाट 3 वटा गरी कुल 18 वटा सार्वजनिक संस्थान निजीकरण गरिएको छ। दर्शकवृन्द, अब लागौं सार्वजनिक संस्थानको वित्तीय विश्लेषणतर्फ। नेपाल सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीको बारेमा सुरुमा चर्चा गरौँ। नेपाल सरकारले सार्वजनिक संस्थानमा गर्ने शेयर तथा ऋण लगानीमा वर्षेनी वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष 2080-81 मा यस्तो लगानी
गत वर्षको तुलनामा 5.86% वृद्धि भई रु 7,03,93,89,00,00,000 पुगेको छ। जसमध्ये शेयरको अंश 3,64,86,16,00,00,000 अर्थात् 51.83% र ऋणको अंश 3,39,07,72,00,000 अर्थात् 48.17% रहेको छ। पछिल्लो 5 वर्षको अवस्थालाई हेर्दा औसत शेयर लगानीमा 6.03% र औसत ऋण लगानीमा 10.08% वृद्धि भएको देखिन्छ। सञ्चालन आय सार्वजनिक संस्थानबाट उत्पादित वस्तु तथा सेवा बिक्रीबाट प्राप्त हुने रकमलाई सञ्चालन आयमा गणना गर्ने गरिन्छ। आर्थिक वर्ष 2079-80 मा यस्तो आय रु 6,61,63,38,00,000 रहेकोमा समीक्षा अवधिमा 0.22% कमी भई रु 6,60,15,46,00,000 पुगेको छ। आर्थिक वर्ष 2080-81 मा सञ्चालन आयमा सबभन्दा बढी योगदान व्यापारिक क्षेत्रको रहेको छ भने जनोपयोगी क्षेत्र र वित्तीय क्षेत्र क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। विगत 5 आर्थिक वर्षमा सञ्चालन आयको औसत वृद्धि हेर्दा 11.39% रहेको देखिन्छ। अब लागौं प्रशासनिक खर्चतर्फ। सार्वजनिक संस्थानको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न र कर्मचारीको तलब भत्ता सुविधा प्रदान गर्न गरिने खर्चलाई प्रशासनिक खर्चमा गणना गरिन्छ। यस्तो खर्च आर्थिक वर्ष 2079-80 मा 44,02,47,00,000 रहेकोमा समीक्षा अवधिमा 0.55% वृद्धि भई रु 44,26,62,60,00,000 पुगेको छ। प्रशासनिक खर्चको विगत 5 वर्षको औसत वृद्धि दर 5.59% रहेको देखिन्छ। खुद नाफा नोक्सान सार्वजनिक संस्थानको एक आर्थिक वर्षको समग्र आयबाट समग्र खर्च घटाइ उनाउने रकमलाई खुद नाफा वा नोक्सानमा गणना गर्ने गरिन्छ। यस्तो खुद नाफा आर्थिक वर्ष 79-80 मा 48,92,29,00,000 रहेकोमा समीक्षा अवधिमा 42,62,60,16,00,000 कायम भएको देखिएको छ। सार्वजनिक संस्थानको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा 28 वटा संस्थान खुद नाफामा रहेका छन्। आर्थिक वर्ष 2080-81 मा व्यापारिक क्षेत्र, सेवा क्षेत्र, जनोपयोगी क्षेत्र र वित्तीय क्षेत्रका सार्वजनिक संस्थान खुद नाफामा सञ्चालित छन् भने औद्योगिक क्षेत्र र सामाजिक क्षेत्रका संस्थान खुद नोक्सानीमा रहेका छन्। विगत 5 आर्थिक वर्षको खुद नाफा र नोक्सानीको औसत वृद्धि हेर्दा 3.07% ऋणात्मक रहेको देखिन्छ। सञ्चित नाफा वा नोक्सान पछिल्लो आबोमा समग्र कारोबारबाट भएको खुद नाफा नोक्सान रकम अघिल्लो आबोसम्मको नाफा नोक्सान रकमसँग मिलान गरी उनाउने रकमलाई सार्वजनिक संस्थानको सञ्चित नाफा नोक्सानमा देखाउने गरिएको छ। यस्तो रकम आर्थिक वर्ष 79-80 को तुलनामा समीक्षा अवधिमा 41.03% वृद्धि भई 92,72,36,00,000 पुगेको देखिन्छ। यसरी 5 आर्थिक वर्षको खुद सञ्चित नाफा 5.27% वृद्धि भएको देखिन्छ। नेपाल सरकारले प्राप्त गरेको लाभांशतर्फ लागौं। नेपाल सरकारले गरेको शेयर लगानीको प्रतिफल स्वरूप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त गर्ने गर्दछ। 2079-80 मा रु 13,75,67,00,000 लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष 80-81 मा 8,83,57,00,000 मात्रै लाभांश प्राप्त भएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष 80-81 मा 2.4% रहेको छ। विगत 5 वर्षको लाभांशको औसत वार्षिक वृद्धि हेर्दा 11.02% ऋणात्मक रहेको देखिन्छ। अब लागौं लेखा परीक्षण र वित्तीय अनुशासनतर्फ। सार्वजनिक संस्थानको वित्तीय उत्तरदायित्व मापन गर्ने प्रमुख औजारको रूपमा लेखा परीक्षणलाई लिइन्छ। संस्थाको सुशासन, वित्तीय अनुशासन, वित्तीय स्वास्थ्य र कार्य सम्पादन वा प्रभावकारिता लेखा परीक्षणबाट प्रतिबिम्बित हुने हुँदा पारदर्शिता कायम गर्ने महत्त्वपूर्ण औजार हो। कानुनले तोकेको प्रक्रिया र समय सीमाभित्रै सार्वजनिक संस्थानको लेखा परीक्षण सम्पन्न गर्न कानुनी रूपमै बाध्यकारी बनाइएको छ। तथापि अधिकांश सार्वजनिक संस्थानले भने नियमित रूपमा लेखा परीक्षण गराएका छैनन्। आर्थिक वर्ष 2080-81 सम्म 21 वटा संस्थानले मात्र नियमित रूपमा अन्तिम लेखा परीक्षण गराएका छन् भने 24 वटा संस्थानले नियमित रूपमा लेखा परीक्षण गराएका छैनन्। अब लागौं जनशक्ति व्यवस्थापनतर्फ। सार्वजनिक संस्थानमा कार्यरत जनशक्ति आर्थिक वर्ष 2079-80 मा 32,180 रहेकोमा आर्थिक वर्ष 2080-81 मा 34,951 पुगेको छ। समीक्षा अवधिमा सबभन्दा बढी कर्मचारी रहेका 3 वटा संस्थान अन्तर्गत नेपाल विद्युत प्राधिकरणमा 8,839 जना, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा 5,187 जना र राष्ट्रिय वाणिज्य बैङ्कमा 3,664 जना रहेका छन्।
यी 3 संस्थानको जनशक्ति कुल जनशक्तिको 50.61% रहेको छ। आउनुहोस् दर्शकवृन्द, अब लागौं उच्च नाफा आर्जन गर्ने 5 सार्वजनिक संस्थानतर्फ। आर्थिक वर्ष 2080-81 मा उच्च खुद नाफा आर्जन गर्ने 5 सार्वजनिक संस्थानमा क्रमशः नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निक्षेप तथा कर्जा संरक्षण कोष र नेपाल नागरिक उड्डयन प्राधिकरण रहेका छन्। त्यस्तै गरी उच्च नोक्सानीमा रहेका 5 वटा सार्वजनिक संस्थान अन्तर्गत नेपाल वायु सेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौडा सिमेन्ट उद्योग लिमिटेड, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल रहेका छन्। आउनुहोस् दर्शकवृन्द, अब लागौं सार्वजनिक संस्थान सञ्चालनमा देखिएका समस्या, चुनौती र सुधारका क्षेत्रतर्फ। सबैभन्दा पहिला समस्याको विश्लेषण गरौँ। सार्वजनिक संस्थानमा उद्देश्यगत अस्पष्टता र एकरूपताको अभाव हुनु सार्वजनिक संस्थान सञ्चालनमा देखिएको प्रमुख समस्या हो। त्यसैगरी व्यावसायिक सञ्चालन र सामाजिक दायित्वबीच सन्तुलन कायम गर्न नसक्नु, उत्पादित वस्तु तथा सेवाको मूल्य निर्धारण लगायतका विषयमा पर्याप्त स्वायत्तताको अभाव हुनु, योग्यता प्रणालीमा आधारित नेतृत्व चयन हुन नसक्नु, व्यवस्थापकीय क्षमता कमजोर हुनु, जवाबदेहिता एवं अनुगमन प्रणाली फितलो हुनु, अधिकांश संस्थानमा प्रतिस्पर्धात्मक क्षमताकै कमी हुनु, प्रभावकारी व्यावसायिक योजना तर्जुमा र कार्यान्वयनमा कमी हुनु, आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु, पुरानो कार्यशैली र उच्च कर्मचारी टर्नओभर कायमै रहनु, सम्पत्तिको उचित मौद्रिकीकरण हुन नसक्नु, कमजोर पुँजी संरचनाले गर्दा निरन्तर घाटा र बढ्दो वित्तीय जोखिमको अवस्था सिर्जना हुनु र बक्यौता असुलीमा शिथिलता हुनु सार्वजनिक संस्थान सञ्चालनमा देखिएका प्रमुख समस्याहरू रहेका छन्। अब लागौं सार्वजनिक संस्थान सञ्चालनका चुनौतीतर्फ। सार्वजनिक संस्थानको स्रोत र साधनको परिचालन, जनशक्ति व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धि गर्न नेपाल सरकारबाट सुधारका विविध प्रयास हुँदै आए तापनि संस्थानको सञ्चालनमा निम्न अनुसारका चुनौतीहरू कायमै रहेको देखिएका छन्। नम्बर 1, सार्वजनिक संस्थानले सार्वजनिक प्रकृतिका वस्तु तथा सेवा उपलब्ध गराउने सामाजिक दायित्व हो यो र नाफा आर्जन गर्ने व्यावसायिक उद्देश्यका बीच उपयुक्त सन्तुलन कायम गर्नु चुनौतीको रूपमा रहेको छ। त्यस्तै नम्बर 2, सरकारले सार्वजनिक संस्थानमा गरेको सेयर तथा ऋण लगानीको अभिलेख व्यवस्थित गरी यसको लेखाङ्कनमा यथोक्ता कायम गर्नु अर्को चुनौती हो। नम्बर 3, सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीको वास्तविक प्रतिफल मापन गरी संस्थानमा गरिएको लगानीको औचित्य निरन्तर पुष्टि गर्ने संयन्त्रको विकास गर्नु चुनौतीको रूपमा रहेको छ। नम्बर 4, अस्तित्वमा नरहेका वा खारेजीमा परेका वा सम्पत्ति वा सेयर बिक्री गरिएका संस्थानबाट असुल गर्न बाँकी रहेको ऋण हिसाब मिलान गरी शीघ्र फर्स्यौट गर्ने व्यवस्था मिलाउनु अर्को चुनौतीको रूपमा रहेको छ। नम्बर 5, खारेजी र निजीकरण भएका संस्थानको दायित्व भुक्तानी गरी सरकारमाथिको दायित्व पूर्ण रूपमा फरफारक गर्ने कार्यविधि अविलम्ब टुङ्ग्याउनु पनि अर्को चुनौतीको रूपमा रहेको छ। नम्बर 6, सार्वजनिक संस्थानमाथिको बढ्दो ऋणभार नियन्त्रण गर्नु एवं सरकारी ऋणको समावेश समयमै भुक्तानी हुने व्यवस्था सुनिश्चित गर्नु चुनौतीकै रूपमा छ। नम्बर 7, सञ्चालनमा रहेका सार्वजनिक संस्थानलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पनि अर्को चुनौती हो। नम्बर 8, सार्वजनिक संस्थानको प्रभावकारी नियमन, अनुगमन तथा कार्य सम्पादन मूल्याङ्कनका लागि आवश्यक पर्ने स्पष्ट, वस्तुनिष्ठ र मापनयोग्य मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पनि चुनौतीकै विषय छ। नम्बर 9, सार्वजनिक संस्थानको अध्यक्ष, सञ्चालक सदस्य तथा कार्यकारी प्रमुख जस्ता पदहरूमा गरिने नियुक्तिलाई वस्तुनिष्ठ एवं योग्यता प्रणालीमा आधारित बनाउन आवश्यक संयन्त्रको विकास गर्नु चुनौतीकै रूपमा रहेको छ। नम्बर 10, सार्वजनिक संस्थानको स्रोत परिचालन, मूल्य निर्धारण र समग्र व्यवस्थापनमा स्वायत्तता अभिवृद्धि गर्दै त्यसको प्रभावकारिता सुनिश्चित गर्नु पनि चुनौतीका रूपमा छ। र नम्बर 11, संस्थान सञ्चालनमा पारदर्शिता, जवाबदेहिता, नवीन प्रविधिको प्रयोग र वित्तीय अनुशासन कायम गरी संस्थागत सुशासन प्रवर्धन गर्नु चुनौतीका रूपमा रहेको छ। आउनुहोस् दर्शकवृन्द, अब लागौं सार्वजनिक संस्थान सुधारका क्षेत्रतर्फ। सबैभन्दा पहिला नीतिगत सुधारको कुरा गरौँ। सरकारले सञ्चालन गर्नै पर्ने अवस्थामा बाहेक नयाँ सार्वजनिक संस्थान नखोल्ने नीति लिने, सार्वजनिक संस्थानलाई चरणबद्ध रूपमा सीमित दायित्वका पब्लिक कम्पनी लिमिटेडमा रूपान्तरण गर्दै लैजाने नीति अवलम्बन गर्ने, संस्थानको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट योग्य एवं अनुभवी व्यक्ति छनौट गर्न एकीकृत कानुनी एवं कार्यविधिगत व्यवस्था मिलाउने, सार्वजनिक संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कार्यबोझ विश्लेषणका आधारमा आवश्यक दरबन्दी पुनर्संरचना गर्ने, सार्वजनिक संस्थानको कुशल तथा व्यावसायिक सञ्चालन सुनिश्चित गर्न छुट्टै सार्वजनिक संस्थान सञ्चालन तथा व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने,
लामो समयदेखि बन्द रहेका वा निजी क्षेत्र आकर्षित हुन नसकेका रुग्ण संस्थानलाई खारेज गर्ने प्रक्रिया अगाडि बढाउने, सार्वजनिक संस्थानको प्रकृति र बजार प्रतिस्पर्धाको विश्लेषणका आधारमा निजी क्षेत्रलाई लीजमा दिने अथवा बिक्री गर्ने नीति अवलम्बन गर्ने, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संस्थानमा लागू हुने ट्रेड युनियन सम्बन्धी कानुनी व्यवस्थाको समयानुकूल पुनरावलोकन गर्ने, सार्वजनिक संस्थानलाई वस्तु तथा सेवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा अन्य व्यावसायिक सामग्री एवं सेवाको खरिद प्रक्रियालाई थप सरलीकृत गर्ने, कमजोर वित्तीय अवस्था, न्यून सुआर्जन क्षमता, कोषमा व्यवस्था नभएका दायित्व वा ऋणात्मक शेयरधनी कोष भएका सार्वजनिक संस्थानमा कर्मचारीको सेवा सुविधा थप गरी वित्तीय भार नबढाउने नीतिगत व्यवस्था गर्ने र सार्वजनिक संस्थानद्वारा उत्पादित वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा उत्पादन लागतमा निश्चित प्रतिफल मुनाफा जोड्ने लागत जोड मूल्य निर्धारण पद्धति अवलम्बन गर्ने नीति लिने। अब व्यवस्थापकीय सुधारतर्फ लागौँ। संस्थानले प्रदान गर्ने वस्तु तथा सेवाको गुणस्तरमा सुधार गर्न नयाँ पद्धति, प्रक्रिया र सूचना प्रविधिको उपयोगलाई प्रवर्धन गर्ने, सबै संस्थानहरूले तोकिएको समयभित्रै लेखापरीक्षण सम्पन्न गर्ने व्यवस्था सुनिश्चित गर्ने, त्यसका लागि प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई जिम्मेवार बनाउने, साथै मन्त्रालयबाट प्रवाह गरिने सार्वजनिक संस्थानसँग सम्बन्धित सेवालाई लेखापरीक्षणको अवस्थासँग आबद्ध गर्ने, संस्थानको वित्तीय व्यवस्थापन सुदृढ गर्न, अन्तर्राष्ट्रिय स्तरमा एकरूपता कायम गर्न र तुलना योग्यता बढाउन नेपाल वित्तीय प्रतिवेदनमा NFRS बमोजिम वित्तीय प्रतिवेदन तयार गर्ने तथा नतिजामूलक कार्यपद्धतिको अवलम्बन गर्ने, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्नका लागि वस्तुगत नतिजा सूचकहरू तयार गरी सोही आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने र प्रोत्साहनलाई नतिजासँग आबद्ध गर्ने व्यवस्था गर्ने, सार्वजनिक संस्थानमा संस्थागत सुशासन कायम गर्न प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउने, संस्थानको कार्य सञ्चालनको प्रकृति, कार्यबोझ र नियामकीय व्यवस्थालाई समेत ध्यान दिई उपयुक्त पुँजी संरचना निर्धारण गर्ने, सार्वजनिक संस्थानको सञ्चालनमा प्रत्यक्ष आवश्यक नपर्ने सम्पत्तिहरूको वर्गीकरण गरी विज्ञ सम्मिलित अध्ययन कार्यदलको सिफारिसको आधारमा सम्पत्ति मौद्रिकीकरण एसेट मोनेटाइजेसनको कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने, निजीकरण गरिएका संस्थानको वर्तमान आर्थिक, वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत विश्लेषण गरी सञ्चालनको उपयुक्त ढाँचा निर्धारण गर्ने, शेयरधनीको ऋणात्मक भएका वा कोषमा व्यवस्था नगरिएको दायित्व बढ्दै गएका सार्वजनिक संस्थानको सुधारका लागि वार्षिक कार्ययोजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सरकारी स्वामित्वमा सञ्चालन गर्नुपर्ने प्रकृतिका तर निरन्तर घाटामा गएका संस्थानको सुधारका लागि कार्य सम्पादन, सम्झौता, व्यवस्थापन करार लगायतका अन्य उपयुक्त ढाँचा अवलम्बन गरी सञ्चालनको व्यवस्था मिलाउने, संस्थानको वित्तीय स्वायत्तता सुदृढ गर्न, वस्तु तथा सेवाको मूल्य निर्धारण तथा वितरणमा स्वायत्तता प्रदान गर्ने र सोको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गर्ने व्यवस्था मिलाउने। त्यस्तै गरी सार्वजनिक संस्थानका प्रमुख कार्यकारी अधिकृतसँग कार्य सम्पादन सूचक निर्धारण गरी वार्षिक कार्य सम्पादन सम्झौता गर्ने, मासिक प्रगतिका आधारमा कार्य सम्पादनको नियमित समीक्षा गर्ने र आर्थिक वर्ष समाप्त भएको 1 महिनाभित्र अन्तिम मूल्याङ्कन गरी नतिजाका आधारमा नियुक्तिलाई निरन्तरता दिने वा करार रद्द सम्बन्धी निर्णय लिने व्यवस्था मिलाउने र सम्बन्धित मन्त्रालयद्वारा नियुक्त अध्यक्ष तथा सञ्चालक सदस्यहरूसँग समेत नियुक्तिका बखत नै ठोस प्रतिफलमा आधारित कार्य सम्पादन सम्झौता गर्ने र सोही सम्झौता बमोजिम कार्य प्रगति मापन गर्ने प्रणालीको विकास गर्ने रहेको छ। यसरी नीतिगत र व्यवस्थापकीय सुधार मार्फत सार्वजनिक संस्थानको प्रभावकारिता अभिवृद्धि गर्न सम्भव देखिन्छ। अन्त्यमा नेपालमा अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा वितरण, पूर्वाधार निर्माण, रोजगारी सिर्जना जस्ता विशिष्ट आर्थिक उद्देश्यले स्थापित सार्वजनिक संस्थानमा सरकारको लगानी वर्षेनी बढ्दै गएको छ। आंशिक स्वामित्व भएका संस्थानमा समेत नेपाल सरकारले असीमित दायित्व बेहोर्नु परेको अवस्था छ। सार्वजनिक संस्थानमा मुलुकको ठूलो वित्तीय स्रोत परिचालन गरिए तापनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन। समग्रमा प्रतिस्पर्धी क्षेत्रका संस्थानको नाफा र सरकारले प्राप्त गर्ने लाभांश घट्दो क्रममा छ भने कोषमा व्यवस्था नभएका दायित्वहरू तथा ऋणको भार बढ्दो छ, जसले बढ्दो वित्तीय दबावलाई सङ्केत गरेको छ। यस सन्दर्भमा संस्थानको प्रतिस्पर्धात्मक क्षमता र व्यावसायिकता अभिवृद्धि गर्न विद्यमान समस्या गहिरो विश्लेषण गरी तत्काल आवश्यक सुधारका कदमहरू चाल्नु अनिवार्य देखिएको छ। दर्शकवृन्द, आजको बसाइमा हामीले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 को बारेमा चर्चा गर्यौं। आजको भिडियो यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। भिडियो राम्रो लागेमा भिडियोमा लाइक गर्न र साथीहरूसँग शेयर गर्न नबिर्सिनुहोला। साथै हाम्रो च्यानल सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा प्रेस गर्न नबिर्सिनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।